हेलो सुन्न रे भन्न तेरो बिहे भएको हो र मैले बिहे भएको भनेर सुन्दै थिएँ त कहाँ यहाँ अहिले बिहे गर्नु सानोमा भाँडाकुटी खेल्दा नै बिहे गर्ने बिहे दर्ता गराएको भए अहिले जिएफमा गएर यस्तो बिजोग नहुने रहेछ यार। ए त्यो छोड्न हुने म आज बाटोमा हिँड्दाखेरि के आज एउटी केटी यति राम्रो केटी के मलाई यस्तरी हेरेर हाँस्न लाग्यो के गरौँ भने त पाइरी साथी माग्नु मुसुक्कै मुस्कुराउनु त केटीहरूको अदा हो, त्यसलाई माया सोच्नु त गदा होस् नि केटो। अरे यार मेरो माया पनि बरु अचम्मको छ म यसलाई आँखा फुटेन्जेलसम्म हेर्छु यो मलाई फुटेको आँखाले हेर्दिनँ यार के गरौँ भन्दा ए यार यो लभ गर्ने चिज जुन बेलामा पनि हुनसक्छ किनकि मान्छे बोलाउनु कुनै राम्रो समय पुग्नु पर्दैन यार। ए ल हुन्छ म पनि अब यार यस्तो भर्खर कामबाट आएको अब म पनि काममा जाने टाइम भयो यार म जान्छु ल बाई। अरे त कुरा पनि कहाँबाट सोचेर भन्छ यार ए ल हुन्छ त कामबाट आइयो भने म पनि सुत्छु यार अब भर्खर म पनि कामबाट आयो मेरो छुट्टी भइसक्यो म सुत्छु ल बाई।